Find the relative local maxima and minimum value of the following function. हामीलाई दिएको छ एउटा फंक्सन जसमा चाहिँ हामी लोकल मैक्सिमा र मिनिमा पत्ता लगाउनु पर्यो र त्यसमा चाहिँ क्वेशन हामी सी गर्नेवाला छौं 2x³ minus 9x² plus 12x minus 4 solution here. अब हामीले सुरुमा के गर्नु पर्यो भन्दा यसलाई चाहिँ एउटा फंक्सन मान्नु पर्यो लेख f of x equals to 2x³ minus 9x² plus 12x minus 4. अब हामीले एउटा यसको लेख फंक्सन गरौँ अब यसको डेरिभेटिभ एकचोटी गरौँ अब डेरिभेटिभ अफ फर्स्ट गर्यो भने यो पावर अगाडि आउँछ 2 3x² minus 9 into 2 x plus 12 अब यसको डेरिभेटिभ 0 लेख्नु पर्यो 6x² minus 18x plus 12 यो फर्स्ट डेरिभेटिभ हो अब एन्ड अझै एउटा एन्ड सेकेन्ड डेरिभेटिभ पनि गर्नु पर्यो सेकेन्ड डेरिभेटिभको लागि यसको चाहिँ 6 to the 12x minus 18 इसको तो 0 हुन्छ अब हामीले फर्स्ट STATIONAR स्टेशनरी पोइन्ट निकाल्नु पर्यो के खासमा हामीलाई लोकल मैक्सिमा भ्यालु र पोइन्ट भनेको मिनिमम भ्यालु पनि भने हो अब त्यसको लागि चाहिँ हामीले चाहिँ सुरुमा पहिले के हुन्छ फर्स्ट डेरिभेटिभ त्यसपछि सेकेन्ड डेरिभेटिभ त्यसपछि चाहिँ हामीले स्टेशनरी पोइन्ट निकाल्नु पर्छ भनेको अर्थ फर्स्ट डेरिभेटिभ इक्वल्स टु 0 गर्नु पर्यो अब फर्स्ट डेरिभेटिभमा कति छ र त्यस इक्वल्स टु 0 गर्नु पर्यो 6x² minus 18x plus 12 0 है यसबाट कमन लिन मिल्छ र यसबाट 18 3 15 16 17 18 3 कमन लिन मिल्छ 2x² minus 3 5 15 6x 12 3 कमन लिँदाखेरि 12 3 हैन ये 4 और 2x² minus 6x plus 4 equals to 0 गर्नुपर्छ हैन अब यसपछि चाहिँ हामीले चाहिँ x को पोइन्ट निकाल्नु पर्यो x को पोइन्ट निकाल्नु पर्दाखेरिमा चाहिँ हामी चाहिँ दुईटा आउँछ तर यसमा चाहिँ इक्वेसन बनिरहेको मल्टिप्लाई गर्दाखेरि अगाडिको र पछाडि पहिला अब हेर्नु अब x को कसरी निकालेको यो x भन्दा अगाडि 2 छ पछाडि 4 छ 2 4 जा कति हुन्छ 8 हुन्छ हैन 8 हुन्छ अब हामीले चाहिँ यहाँ त्यसको पछाडिको चाहिँ अब प्लस हेर्नु पर्यो के यहाँ प्लस हैन मल्टिप्लाई गर्दाखेरि 4 8 हुनु पर्यो प्लस गर्दाखेरि चाहिँ 6 हुनु पर्यो कुन चाहिँ नम्बर होला जस्तै कि मल्टिप्लाई गर्दाखेरि 8 प्लस गर्दाखेरि चाहिँ 6 हुन्छ 4 into 2 equals to 8 हुन्छ 4 plus 2 गर्दाखेरिमा 6 हुन्छ भनेपछि x² minus x 4 plus 2 plus 4 equals to 0 मैले बस यो मैले चेन्ज गरे अरु केही हैन 2x² minus 4x minus 2x plus 4 equals to 0 है अब यसबाट x र 2 कमन आउँछ x minus 2 minus यसबाट 2 कमन आउँछ x minus 2 आउँछ और 2x minus 2 x minus 2 0 अब आइडल गरौँ
अहिले गएर 2x minus 3 equals to 0 होइन, x equals 1 हुन्छ, यो माइनस 2 उता प्लस हुन्छ, यो डिभाइडमा आउँछ 1 हुन्छ। अब फेरि x minus 2 equals to 0 छ होइन, अब यो चाहिँ x equals to 2 हुन्छ। अब हामीले स्टेसनरी पोइन्ट पनि निकाल्यौँ, x को भ्यालु पनि आयो होइन। अब धेरै छैन। अब यसपछि चाहिँ तपाईँले के गर्नुपर्छ भन्दा when x equals to 1 है, 1 राख्दाखेरि चाहिँ डबल डेरिभेटिभमा चाहिँ 1 राख्दाखेरि चाहिँ कति आउँछ भन्दा डबल डेरिभेटिभ भनेको चाहिँ माथि हामी निकालिसक्यौँ 12 1 18 12 8 भनेपछि 13 14 15 16 17 18 6 भइहाल्यो है। यो जुन चाहिँ 0 भन्दा ठुलो हो, ए होइन माइनस भनेपछि 0 भन्दा सानो हो यो नम्बर। when x equals to 12 to 24 हुन्छ, 18 हुन्छ, यो जुन चाहिँ 6 हुन्छ, जुन चाहिँ 0 भन्दा ठुलो। यति त हामीलाई थाहा भयो। अब भन्दैछ अब यसमा चाहिँ के छ भन्दाखेरिमा चाहिँ अब कुन चाहिँ म्याक्सिमम, यो र एक्सको भ्यालु यो चाहिँ कुन चाहिँ म्याक्सिमममा राख्ने, कुन चाहिँ मिनिमममा राख्ने भन्दाखेरि यो चाहिँ अब तपाईँले चाहिँ यो त्यही भएर गरे हो। 0 भन्दा सानो छ यो, 0 भन्दा सानो छ भनेपछि अब यहाँ चाहिँ के छ भन्दाखेरि 0 भन्दा सानो छ भनेपछि यो म्याक्सिमममा गयो, यो 0 भन्दा ठुलो छ भनेपछि यो मिनिमममा गयो है। अब यहाँ चाहिँ त हल्का सल्युसन गर्नुपर्छ, त्यसलाई हो भने the function attains maximum 8 x is equal to 0 भन्दा सानो छ भनेपछि 0 भन्दा सानो छ भनेपछि यो म्याक्सिमममा गयो भनेपछि 1 पर्यो। and the value is फर्स्ट डेरिभेटिभमा गएर 1 को भ्यालु राख्नु 2 3 1 -9 square plus 12 1 minus 4 2 9 12 minus 4 12 13 minus 13 1 भयो। त्यसै गरी फंक्सन attains minimum minimum 8 x equals to 2 and the maximum value f of 2 cube minus 9 12 2 minus 4 को पावर 8 हुन्छ minus 9 4 हुन्छ 24 हुन्छ 4 हुन्छ 16 हुन्छ। यो चाहिँ 27 3 36 हुन्छ प्लस 15 हुन्छ 4 हुन्छ 36 यहाँबाट 6 भयो 20 minus प्लस
28 भनेपछि ए रह्यो आन्सर है। एमसिक्यूमा हेरौँ है त के भन्छ। यसमा त अलिक फरक देखाएको त। मिनिमम भ्यालु मिनिमम 2 खिच्छ, यो खिच्छ, यो पनि खिच्छ। यहाँ चाहिँ क्यालकुलेसन गर्दाखेरि चाहिँ मिस्टेक भयो क्या। 8 भयो, 8 2 जा 16 हुन्छ, 4 हुन्छ, 2 को पावर 4 हुन्छ, माइनस हुन्छ भनेदेखि 20 0 है। ल तपाईको एन्सर आयो।